Manjana tinila niba tinirang lesi dosinon su yang la tamang international tamang speaking yang la Christian fellowship ri jamata swagat mala din mala yang la tu tamang sawari एकदम विभिन्न लाइफ कसिउ जमन पासर अगो गादी परमेश्वर ला जन गादी बेनतन परमेश्वर सी मलम द छुगाई यांगला तिनीला तु सेवा संगति परमेश्वर ला चारि चोलगे साचिन तु सेवा संगति जा परमेश्वर सी थेदा मैकोलपा लागि yang विभिन्न लाग्याम तिनी कसिउ मला लाना लानान रांगी योंगनान स्वागत मला विषयले जो फेसबुक लाइभ गेम से यांगला युट्युब लाइभ गेम से च्यासुबा अनि जुन संगति प्रत्यक्ष च्यासुबा बेनतन परमेश्वर सी मलम नचुका जम्मा त सुख शान्ति तकै yang हेबगाउ तिनीला चु सेवा संगति परमेश्वर छारि चोल yang प्रार्थना लसी yang la चुके दंगदा सिंगे yang चुदेरी प्रार्थना लसी yang la सेवा लसीगे फेबगाउ yang प्रार्थना लसी संगति सुरु नाइ परमेश्वर स्वर्गदूत जम्बलिङ शोभा आभार र धन्यवाद मलाई तिनीला चु दुई चु अवसर चु मौका रङ सिद्धन सुजी नि तिनी रङ सिन तिनी विवाह र दिन्दी प्रभु रङ परमेश्वरला जाजामेका विभिन्न लाग्याम छि रङला कोलागरी मला रङला अब खेलाबा जम्मन पास्टर अगोगादी अनि जम्मन काला रिजल्ट नानागादी च्यापस्यापसी तिनी चु सेवाला अवसर मौका रङ सिद्धन सुजी तिनी प्रभु चु गेदाङ च्या शिवबा शिल शिवबा बेनन जुलियाले कता दारङ प्रभु मलमदुन शिवको तिनी जो लाइफ केमसे शिशुबा जम्मन चु गेदाङ शिवा जम्मन रङला जाजामेको कोलागादी दरांसी मलमदुन शिवको सच्चिन परमेश्वर अब तिनीला चु वचन वाइकादी कोमा वचन न्यान्न ओ प्रभु चु सेवा संगति भाकिन शिवबा मिगादी रोगी बिमार मुला अनि जति जन आखाममा मेदुक मुलबिसाम तिनी येशू ख्रीष्ट मिनि फन तोर्सेल मला माने चुनन घोषणाला सुख शान्ति आनन्दला अनि समृद्धि उन्नति अनि प्रगति लगाए घोषणाला प्रभु राङ परमेश्वरला आत्मसिंह दरोलसिको धन्यवाद तिनीले वचन बसुबा राङला जाजु दुगाइचिन मला प्रभु राङ धन्यवाद दारेम चुदुरी आराधन लबार सेवन मला आराधन लबा वाइको बा राङला कोलगाडी राङला चु आराधन जुन्दा दराङ परमेश्वर से रोदुन छुगो राङला आत्मा से रोले छुगो अनि प्रत्येक थोरी राङला सुख दिन शान्ति आनन्द थान्छु बिसमा बिन्तीला धन्यवाद छु गेदाङला सुरेज अन्दिन दना राङला छ्यार चोलबन मला येशू ख्रीष्ट सान्दै आमेन ini yang la bisa lagi kayak nunina yang la siwala एकदम संगतिरी अनि वाइको से परमेश्वरला आराधनारी लिड ला शुभा यंदा थोसु तामाङ आल्दाङै छु समय रांछि किन्चुगो सेवा लागिरी अनि आराधना दोना रांछि किन्चुगो धन्यवाद सो अनि फेरि पनि राङनिदेन छ्यामचुरी जोयन तामाङ मांगा लानन ताङमा मुला अनि सर्वप्रथम परमेश्वर आपता मयगो दगाई हालेलुया अनि फेबकाउ तिनी याङ जम्मन दिक्सिमन नामी याङला स्वर्गीय दानसेवा परमेश्वर आबदा याङ वाइदुगु गोसी नामी याङला सेमियन छेन परमेश्वर द मयगो फुलगे हालेलुया फेबकाउ याङनी चुदुरी सुरुरी याङनी 26 नम्बरला तामाङ भजन गोसेला मुला फेबकाउ जम्मन जेजाले यसुला वाइ गोबारी विवाह वाइ गोसी नाम याला प्रभु द मयगो फुलगे है फेबकाउ जम्मन जेजाले यसुला वाइ गोबारी फेबकाउ जम्मन नाना यसुला वाइ गोबारी फेबकाउ जम्मन जेजाले यसुला वाइ गोबारी फेबकाउ जम्मन नाना यसुला वाइ गोबारी फेबकाउ जम्मन जेजाले प्रभुला महिमा लाबारे फेबकाउ जम्मन नाना प्रभुला महिमा लाबारे यंगला पपला लागिरी येसु से दुख नापिन जे पपला सये फाबारी येसु से रंगला लैपिन जे यंगला पपला लागिरी येसु से दुख नापिन जे
papla saye favare Yesu serangla lui pinji yangla papla lagiri Yesu da dursari no pinji yangla papla lagiri Yesu da dursari no pinji papla santi dadasi sibagyam Yesu sosuje papla santi dadasi sibagyam Yesu sosuje Pebkau zaman jujale Yesu lawai gobare Pebkau zaman nananga Yesu lawai gobare Pebkau zaman nananga Prabhu lamai malabare Pebkau zaman jujale Prabhu lamai malabare Juju ale nananga me nana digsi regeyang babgya matharna labari Krishna na hinna satelagam O juju ale nananga me nana digsi regeyang babgya matharna labari Krishna na hinna satelagam Pebkau juju ale nananga Zazri pebke de nanacham Pebkau juju ale nananga Zazri pebke de nanacham O juju ale nananga Krishna na hinna surgalagyam O juju ale nananga Krishna na hinna surgalagyam Pebkau zaman juju ale Yesu lawai gobare Pebkau zaman nananga Yesu lawai gobare Pebkau zaman nananga Prabhu lama himalabare Pebkau zaman jujuale Prabhu lama himalabare परमेश्वर आब्दा चु भजन ग्याम मोइको दागाई फेबकाउ दोसिन याङनी अर्कुन तामाङ भजन गई याङनी चुदिरी 114 नम्बरला तामाङ भजन गई है तला याङनी जमन दिक्सी गोसेला मुला तिनी तिनी बिना नांगर बिना मिलुला तिलै भरारी पाङ्गु मुला चु वाइसे Tini tini vina nangara vina milula tilai barare Oh tini tini vina nangara vina milula tilai barare Bariya kam nido batedin kalai dantare Bariya kam nido batedin kalai dantare San gole jojo ale san gole nananga san gole jojo ale san gole nananga Bachan Prabhula Charjuni Tharmala Gyalam Yeshure Mula Charjuni Tharmala Gyalam Yeshure Mula Chuluri Mubadiri Niyangse Prabhu Yeshuda Viswasalai Oh Chuluri Mubadiri Niyangse Prabhu Yesuda Viswasalai O Santila Rimtim Klasi Santila Nang Shalalunalai O Santila Rimtim Klasi Santila Nang Shalalunalai Sanagole Jojo Ale Sanagole Nananga Sanagole Jojo Ale Sanagole Nananga Bachan Prabhula Charjuni Tharmala Gyalam Yeshure Mula
차라주니 다르발라 갤람 예수의 몰라 줄리 자티나 두카나 따세 예수리 수카나 수카몰라 줄리 자티나 두카나 따세 예수리 수카나 수카몰라 줄리 페시니 또바두이리 소르가리 향라 dimula 줄리 페시니 또바두이리 소르가리 향라 dimula 산고레 조조 알레 산고레 나나가 산고레 조조 알레 산고레 나나가 वचन प्रभुलाई छाडजुनी थारबाला ग्यालम ईश्वरी मुला छाडजुनी थारबाला ग्यालम ईश्वरी मुला हालेलुया अनि साँच्चै नै छाडजुनी थारबाला ग्यालम जा येशूरी चाहिँ खेन मुला हालेलुया परमेश्वर दा मयगो दागै छु वाइग्याम अनि फेबकाउ यांगनी जम्म डिक्सी चुदिरी यांगला छोनबो आबा परमेश्वर दा मयगो फुलगे तिनी यांगला परमेश्वर छोनबो दाबसिलामा तिनी यांगसी छु आराधना लाबैन हालेलुया तिगदे बिसम यांगला प्रभु छोनबो मुला अनि यांगला आराधना नन छोनबो दादोला हालेलुया अनि परमेश्वरला वचन चाहिँ पाङबो मुला जुन मिसे आत्मा ज्ञान परमेश्वर दा मयगो लाला है थेसी परमेश्वर दा म्राङला अनि परमेश्वर चाहिँ तिनी माइबा तामचुन निन्ना श्यामला तामिन्ना है परमेश्वर चाहिँ नन दाउद तापाङमा मलाई कि दाउद चा गाला श्यामला मिहिन्ना हालेलुया दाउद चाहिँ तिनी जम्मन परिस्थिति अनि राङला दुखरी नंगरी दुखला नंगरी है अनि सुखला नंगरी नन परमेश्वर आवेदन मयगो फुलबा मुला दाउद चाहिँ जइलेन है यांसे भजन संग्रह दाउद चाहिँ ब्रिवा थियो वाइगा पढलैसी बिसम अगाडि पाङ मुला परमेश्वर त प्रश्न लाबा मुला थिए तर अन्तिम रेखासी जम्मन खण्डरी जुनै पनि खण्डरी है अन्तिम राजमा परमेश्वर जा विश्वास योग्यला परमेश्वर हिन्ना बिसीमा पाङ मुला हालेलुया अत्यन्त बसलामा तिनी विश्वास योग्य परमेश्वर त yang मयगो फुलगे फेबगाउ जुजाले नानाङा यांगनी जम्मन डिक्सी चुदिरी परमेश्वर आबदा यांगला सेमेन्चेन च्यागे अनि सेमेन्चेन यांगसे परमेश्वर त मयगो फुलगे चुदिरी यांगनी जम्मन डिक्सी 1 नम्बरला वाइगो सिमान परमेश्वर आबदा मयगोलाई फेबगाउ यांगनी जम्मन डिक्सी यांगला परमेश्वर आबदा मयगो फुलगे छु वाइगो बन है Chichimula Prabhu Yesu Eselama Kabul dan Tasi Chichimula Prabhu Yesu Eselama Kabul dan Tasi Lava sanggul kasainon Lava sanggul kasainon ngachila elagyam jasi ngachila elagyam jasi zindagi la galamri khamden gyuro brasainon papse bling batu diri puju singada lo shainon जिन्दगी लगामरी खामलेन गुरो ब्रासाइनन पापसे प्लिङमा चुदिरी पुजु सिंगादा लोसाइनन जिन्दगी लगामरी एलान जै जै लाग्दासे जिन्दगी लगामरी एलान जै जै लाग्दासे विश्वास yang atana ngachila ela yang jasi
swasri yang yung atana nga chila elagyam jasi branchi chimula Prabhu Yesu yeselaba kabul dan tasi जस्तो दुःख नातो सही जस्तो दुःख नातो सही दन्दा सुर्दा गयाला जम्मन से ngada kla sainon Yesu yeda gayala oh जस्तो दुःख नातो सही दन्दा सुर्दा गयाला जम्मन से ngada kla sainon Yesu yeda gayala Yesin summa bachanda Su simri tum danse Yesin summa bachanda Su simri tum danse Ela mayari tangse Nga chila ela brantasi Ela mayari tangse Nga chila ela brantasi Chimula Prabhu Yesu yeselaba kabul dan tasi Branchi chimula Prabhu Yesu yeselaba kabul dan tasi Lama sanggul ka sainon Lama sanggul ka sainon nga chila elagyam jasi nga chila elagyam jasi oh nga chila elagyam jasi oh परमेश्वरबा तिनी रंग सिलाबथि कबूल द डान्सी मान्ने तिनी रंगला ग्याम जसी मान nga chila प्रभु आबा ngala सेमेन जेन रंग द मोइको फुल्ला परमेश्वर आबा दुःखला नगरिरन रङसिङन्दा सुखन सुखरी पिन्बा मुला ओ हालेलुया परमेश्वर आबा रंग लाना लाना तुझे सीता गई रंग लाना लाना मोई को तगे चुस दुईरी तिगदी बिसाम रंग जिगन प्रशंसाला योग्यला परमेश्वर इन्ना तिनी रंग सिलाबा थे कबूल द डान्सी मान्ने गन्दा तु सेमेन्चेन रंग द मोई को फुल्ला तिनी गन्जे सोबारी रंगला छान ग्याम आशा यांगबा मुला अनि जुन आशा त रंग से परमेश्वर आबा से महिमित सोपिन्जी प्रभु महिमाला योग्यला आशा रंग से पिन्चुजी प्रभु आबा रंग लाना लाना तुझे सिमुला पापला गइरी कालबा मुबा येशू से स्यासी पिन्जी ngala papla doi puisi प्रभु क्रुसारी जोसी पिन्जी पापला गइरी कालबा मुबा येशू से स्यासी पिन्जी ngala papla doi puisi प्रभु क्रुसारी जोसी पिन्जी जम्बुलिङरा पन्दाग्रेन माया येशू से लहजिङना ओ जम्बुलिङरा पन्दाग्रेन माया येशू से लहजिङना
Yesus'e lazingada Jambuling kalsin labari akamba maya Yesus'e lazingada kalsin pinbari akamba santi den ananda Yesus'e pinjingada Oh परमेश्वर आबा रंगदा तिनी लानन तुझे मुला तिरिमला समरी प्रभु आबा रंग्याम गनी थोरसी मन भ्राबा मुबा ओ थोरसी भ्राबा दुइरी गन्नन ग्यालम रि गन्नन इच्छा सिंगनी सोसी भ्राबा मुबा तर थेरि गन्ते जीवन आयांगनी तर दुखन दुख यांगजी तर पापला ग्योइरिन क्यालची चिजी तर जब रंग गन्न गुंगरी फेपखाजी र दोब्दोब्री क्यालबा दोब्दोब्री भ्राबा मी लुइदा रंगसी याल दोसी मनमी याल पिन्सुजी पापरी क्यालबा दुइरी ते पापला ग्योइग्याम रंगसी गन्द स्यासुजी परमेश्वर आबा रंगदा मोइगो फुल्ला प्रशंसा फुल्ला ओ जम्बु लिगला भन्दानुन ग्रेन माया अजम्बरी माया अगाप्य माया प्रेम प्रभु रंग आबसे गन्द लसुजी परमेश्वर आबा Yesu dangwa seba duiri jahilen asantiri cimuba prangbo apla kola manci jahilen ngada krava kamuba oh Yesu dangwa seba duiri Zahilen asantiri cimuba prangbo apa kola manci Zahilen ngada kraba kamuba Kralato kau kola bisinam Yesus'e nyuijingada Krala ato kau kola visinam Yesus'e nyuijingada oh Yesus'e nyuijingada Su jambuling kaljen labari akamba maya Yesus'e lazingada kalchen pinbari akamba santiren ananda Yesus'e pinjingada Oh hallelujah परमेश्वर आबा रंगदा मोइको तागे प्रशंसा तागे परमेश्वर आबा रंगदा ngoa seba duiri जैलेन nga अशान्तिरी चिबमुबा रंगदा ngoa seba duiri परमेश्वर आबा nga पापरिन क्याल्सिमान चिबमुबा पाप से nga थोरी शासन लाबन मुबा नि पापला दास दोषी जंगा चिबन मुबा तर जब परमेश्वर आबा रंगला बचन चिपांग मुला तिनियन सेंगाई इंदा दास आइन तिनियन सेंगाई इंदा ngala dikba ro bisiman nyoila bisi pangba muba परमेश्वर आबा रंग से खाउ कोला बिसिमान जुन दिन रंग से nganda nyoiji ngani the papla gyoi gyam ngani syasi nami rangla स्वर्गला थे बैबापला स्वर्गला राज्यरी शासन लाबा mi doba mula अन्थेन्दा बसलामा परमेश्वर आबा तिमी तांसी नामी ngana semenchen rangda प्रशंसा अनि भइगो फुल्ला ओ हालेलुया परमेश्वर आबा रंगदा प्रशंसा तागे हालेलुया धन्यवाद स्वर्गीय दान्छ बाबा रंगदा प्रशंसा तागे मैगो तागे तिगद विश्राम रंगजेकन आराधनाला प्रशंसाला योग्यला आबहिन तिनी रंगला दया मायासेलामा
nganchi sobari asa yang mamula ne sisi jin ba chu lui si tini soba asa rang thori yang mamula ane tis tini rang si Petrus ta pang mamula bachan re tini yang la asa da परमेश्वर से शिवा ज्ञाम सोसी नामी रंगला पुनरुत्थान ज्ञाम ते आशा ता रंग से ओ महिमित धोन लाबमला तेन महिमित आशा थोरी प्रभु गंछि भर लाबमला रंगलन गेलम च्या सिमान मी रंग दंगछि ब्रांचे जीवमुला रंग से लाबथे कबूल दंगछि खाइमै मिले आखम चु सेमनगरी थान्सी नामी जुग जुग दोना रंग द महिगो फुल्ला परमेश्वर आबा रंग द प्रशंसता गाई रंगला अजम्बरी मायाला लागेरी प्रशंसता गाई परमेश्वर आबा थैंक यू लॉर्ड हालेलुया परमेश्वर आबा रंग द महिगो दागाई चुदुरी धन्यवाद मुला रंग द प्रशंसता गाई रंग येशुला छानरी सदन सदन प्रशंसता गाई रंग येशुदान जय जयकार दागाई येशु प्रभुला छानरी आमेन हालेलुया परमेश्वर द महिगो दागाई जम्बन्दुगु दा लान लान थुजेसी मुला परमेश्वर आबदा प्रशंसता गाई अनि चुदुई यहाँ लागाई पास्टर मदन आबदाङै दोना Yangla same mention Moikola Chudui Kinshuba Lagiri, Wai, Basan Puraskoshi, and Parmishur da Aradana Fulba, Parmishur the same Niva Beti Fulbari, Rolabala Lagiri, called the Parmishur Simbalam Dunchugai, Tarim Chudui Jayam, Gaina Lana Parmishula, Bazanga Sansela Mula, Chudui Yangla Gundi Batan Basika Malayangla, Niskargam, Pastor Nimalama. अनि आशंका स्वागत लाला यांगला चुदुरी अनि विशेष पछि तिनीला बच्चन है यांगला कुंगरी जकर जकर नेपाली रिनर आशंकी सुंगी सम एकदम ज्यादाला सारम सरी तुम्हारी नेपाली तामंग इन दोंसी अब सुनाम सेला मुला ताला yang चुदुरी बच्चन लागरी तुनबा yang प्रार्थना संगे यांगला चुरी सुरेश तामंग यांगला बनेबा ग्याम मला Suresh Tamang, Elder Suresh Tamang, Rangshi Pradam Losigo, Suresh Tamang, Ashan Jamadan, Jaimasimula, Naja, Aguazaina, Elder Dovare, Nevar, Permission Sola. Tamang the Pradhan Lavary, Titi, Akang, and Nepali Lala, Jango, Zaman, Pradhan Lagi. जीवित परमेश्वर पिता तपाईलाई हामी धन्यवाद दिन्छौं तपाईले यो मौका यो समय दिनुभयो हामीलाई यसरी संगति गरेर टाढा नजिकबाट तपाईको छोराहरु छोरीहरुलाई जम्मा गराउनुभयो यो मौका दिनुभयो धन्यवाद दिन्छौं विशेष गरी हामीले चढाएको स्तुति प्रशंसामा तपाई उचालिनु भएको छ धन्यवाद दिन्छौं हामी प्रार्थना गर्नु यो समय तपाईको जीवित वचन सुन्नुलाई हामी तयारी छौं तपाईको दास छोरासँग पवित्र आत्माको अभिषेक गर्नुहोस् ताकि वचनले हामीलाई जुन भन्नु खोजेको अर्थहरु खोल्नुलाई तपाईको दास छोराको ओटपत्रमा भएर पवित्र आत्माको भरिभरि बोल्नु सहायता गर्नुहोस् हामी सुन्ने प्रत्येकलाई पनि तपाईको हातमा दिन्छौं त्यो वचनलाई सुनेर हामीले एउटा कानले उडाउने हैन त्यो वचनलाई हाम्रो जीवनमा लागू गर्दै तपाईको राज्य विस्तार गर्न पवित्र आत्माले चलाउनुस् भनी प्रार्थना गर्दछु सुरुदेखि अन्तिमसम्म तपाईको हातमा राख्दै आशीष माग्छौं येशू ख्रीष्टको नाममा आमेन Yangla Suresh Agua Yangla Suresh Tamang da धन्यवाद लाना लाना तुझे जे मला परमेश्वर आंदा मलम दोन सुगाई सचिन प्रार्थना yang shi विशेष लगी yang के तामंग रिन कोशिश होला एकदम सजिल दलाई अनि चुजा दा yang da प्राक अभ्यास आदानिन अभ्यास पजियो सजिल दला इला yang ni काबिला सिसकानी yang la चु रुसी गाउँ बालिका गन्दो वा तेरी अगर कि मेमे एकदम जो लबन नाला लबन नै गुरुजा बनबो मेमे मुबा ते मेमे ता लगभग 76 वर्षला उमेरी परमेश्वरी ग्रहण लब मौका यांजे हालेलुया अनि केतरी जाने तामाङ यमले प्रार्थना जी तामाङ यमले वचन दुन्जी अनि अन्तिमले ग्रहण लब दिरी तामाङ यमले लाम्जा एकदम ज्याबा खोजी मेमे छे अनि धेरै मेमे छे पराङसी प्रार्थना केरे ग्रहण लब दिजा तामाङ यमले लासम मातम ज्याबा सुनबा ला मंगाय तामाङ यमले ग्रहण लब एकदम तांगी दे मेमे हालेलुया
त्यता बेलामा ह्याङ तामाङ झुल्याल नागा पास्टरको गासी विशेष ह्याङ अझ ग्रामीण सेवा होइन चारी सेवा भन्दा त्यता बेलामा ह्याङ तामाङ अझ भूमि तो हमका तामाङ yang ग्रहण बिजली bisa एकदम ज्यावा ज्यादा एकदम सिम ताङमा तामले प्रभु त महिमा तागाई धन्यवाद ह्याङ जम्मासी कोसिसलाई धन्यवाद हुन्छ आजको यो तामाङ जुन संगतिमा सहभागी सबैलाई हामी फेरि स्वागत भन्न चाहन्छु अनि म केही यहाँ हाम्रो चौधरी बहिनी पनि देखिरहेको छ यो जहाँसम्म लाग्छ चितवनबाट हुनुहुन्छ होला अनि उहाँहरूको लागि हाम्रो पास्टर निमा मामाले नेपालीमा पनि केही कुराहरू वचनहरू बोल्नु म अनुरोध गर्छु हुन्छ यो समय हामी आजको वचन बोल्नुहुने प्रभुको छोरा प्रभुको दासलाई हामी पाहुनालाई स्वागत गर्नेछौँ ताली बजाएर धन्यवाद सबैजनालाई विशेष गरेर अब जुन ठाउँमा 76 वर्षको बाजेले ग्रहण गर्नुभयो भन्ने कुरा भर्खरै पास्टर मदन मामाले सुनाउनु भयो पक्कै पनि म त्यही ठाउँमा जन्मेको हो लगभग 30 वर्ष भयो मैले काभ्रे छोडेको मेरो जन्म काभ्रे नै हो रोसी गाउँपालिका 5 मै हो र यसमा अहिले हामी 31 जना जति यस जुम संगतिमा भेला भएका छौं अहिले म 12 जिल्ला निजगढमा छु सेवकाईको क्षेत्रमा 56 सालदेखि सेवकाईमा छु अहिले लगभग 22 वर्षदेखि म तराईमा सेवकाई गर्छु म तराईसँगै साथी आउँदाखेरि त्यो साथी चाहिँ गाडिएको चाहिँ काभ्रे जिल्लाको रोसी गाउँपालिका वार्ड नम्बर 5 मा नै हो त्यसकारण आज मलाई खुसी लागेको छ मैले तामाङ भाषामा बोल्दाखेरि हामी पूर्व पश्चिम उत्तर दक्षिण इन्डियाको सिक्किमदेखि पनि हुनुहुन्छ मणिपुरदेखि हुनुहुन्छ भुटानदेखि क्यानाडादेखि विभिन्न देशहरूबाट तपाईहरु हुनुहुन्छ अनि म अहिले 12 जिल्ला निजगढ 2 नम्बर प्रदेशबाट हामी बेथेल सामुदायिक मण्डली भनेर यो स्थापना भएको 56 साल अहिले हामी 7 वटा झुण्डा संगति 7 वटा मण्डलीहरू स्थापना भएको अवस्था छ र अहिले मेरो यो समय राष्ट्रिय मण्डली संगति एनसीएफएन को प्रदेश अध्यक्षको रूपमा दोस्रो कार्यकाल सेवकाई पनि गर्दैछु र आजै मात्र 3 दिनको प्रदेश भेलाको यात्रा सिद्ध्याएर केन्द्रीय अध्यक्ष पास्टर रेभरेन्ड हनोक तामाङज्यू अहिले भर्खरै यात्रामा भर्खर काठमाडौँ पुग्दै हुनुहुन्छ होला लामो बसाइको साथ उहाँ 2 नम्बर प्रदेशबाट फिर्ती हुनुभएको छ म अहिले मेरो प्रदेश अफिसमै हजुरहरुसँग संगतिमा छु म ढिलो गर्दिन र धेरै धेरै धन्यवाद छ म आफैलाई काभ्रेली भन्न रुचाउँछु सेवकाईको क्षेत्रमा डोमेस्टिक मिसनरीको रूपमा 12 जिल्लामा भए तापनि म काभ्रे जिल्लासँग मेरो विशेष सालनाल जोडिएको ठाउँ भनेर मैले प्रार्थना गर्ने गर्छु त्यो ठाउँमा धेरै मानिसहरू धेरै झाँक्रीहरू धेरै लामाहरू प्रभुमा आउन सकेको होस् म तामाङ भाषा सबैले बुझ्नुहुन्छ अब मैले बोल्दै गर्दा अप्ठ्यारो होला भनेर आज मैले नेपाली भाषामै बोल्छु भन्नु पर्दाखेरि अलिकति तामाङहरू पछाडी परेको पनि अलिकति जोड्न चाहे हामी तामाङहरू पछाडी पर्नको मेन कारण हुन सक्छ तपाई भर्खर विश्वास गर्नु भएको यहाँ आउनु भएको हुन सक्छ हामी तामाङहरू पछाडी पर्नको कारण हामी 3 वटा धर्म हामीले मानिरहेको थियो हाम्रो तामाङ जातिहरूलाई भन्नु पर्थ्यो 3 वटा धर्म एउटा लुकाउने धर्म जुन चाहिँ बोन धर्म झाँक्री धर्म जो चाहिँ घरको कुल्यान पुज्दाखेरि घरभित्र लुकाएर लापोरे भनेर झुन्ड्याएर राख्ने यो सब चाहिँ लुकाउने धर्म मानेको एउटा दोस्रो देखाउने धर्म मानेको जुन चाहिँ आँगनमा झण्डा गाडेर हामी चाहिँ यो धर्म बुद्धिस्ट धर्म हो भनेर देखाउने धर्म एउटा लुकाउने धर्म भित्र पोरे झुन्ड्याएर राख्ने धर्म एउटा चाहिँ आँगनमा झण्डा गाडेर बुद्धिस्ट हो भनेर देखाउने धर्म र अर्को चाहिँ राष्ट्रको धर्म भनेर दशैं तिहार सबै किसिमका चाडपर्व मनाउनु पर्ने नेपालको भनेर चाहिँ हिन्दू धर्म पनि मान्नु पर्ने भएको कारण तीन वटा धर्म मानिएको कारणले गर्दाखेरि तामाङ जातिहरू पछाडी परिएको भनेको एउटा अनुसन्धान हामीले गरिरहेका छौं त्यसकारण ख्रीष्टमा आउनु भएको सम्पूर्ण तामाङ भाषीहरू विभिन्न जातिहरू परमेश्वरले हामीलाई जोगाउनु भएको छ हामी एउटै परमेश्वरको मुक्तिमा भेला हुँदै गर्दाखेरि हामीले पक्कै पनि धर्म मात्रै फेरेको छैनौं रङ मात्रै बदलेको होइन हामी
गुम्बामा जाँदै गरेको मान्छे चर्चतिर गएको मात्रै होइन, वास्तवमा प्रभु येशूले दिनुभएको जीवन परिवर्तनका कुराहरू चाहिँ तपाईँ र मैले विचार गर्नुपर्छ। आज मैले तपाईँलाई हामी सबैको निम्ति, म लगायत हामी सबैको निम्ति, मैले 24 वर्षको क्रिस्चियन जीवनको यात्रामा मैले इन्डियाको वाराणसी भन्ने ठाउँमा, बनारस भन्ने ठाउँमा मैले प्रभुलाई 54 सालतिर ग्रहण गरेको हुँ, विश्वास गरेको हुँ। त्यहाँदेखि मेरो यो विश्वासी जीवनको यात्रामा भोग्दै आएको कुराहरू र बाइबलको अग्रजहरू, बाइबलका हिरोहरूको बिचमा मैले हेर्दै गरेको कुराहरूमा आज म तपाईँहरूसँग वचनबाट जोड्न चाहन्छु। मात्रै धर्म फेर्दैमा ठुलो कुरो होइन, मात्रै आस्था फेर्दैमा ठुलो कुरो होइन, तर प्रभुले दिनुभएको जीवन परिवर्तनका कुराहरू चाहिँ तपाईँ र मैले विशेष गरेर ख्याल गर्नुपर्छ, बुझ्नुपर्ने हुन्छ। यसको निम्ति मत्ती 5 अध्यायको 16 पदमा भनेको छ। मैले योसँग अरू सन्दर्भ, अर्को एउटा व्यक्तिको जीवनसँग जोड्न चाहन्छु बाइबलमा। अस्तिको हप्ता पनि एकदमै हेटौँडाको एकजना भाइले, राम्रो सेवक भाइले चाहिँ राम्रो तरिकाले वचन दिँदै हुनुहुन्छ, बडा जोसको साथ। साँच्चै नै विश्वासी जीवन भनेको चाहिँ तातो जीवन हो, जति जीवन्त जीवन हो, जतिखेर नै एकदमै रूपमा परमेश्वरमा समर्पित हुने जीवन हो। त्यस कारणले गर्दा हामी एकदमै जोसिलोसँग अगाडि बढ्नुपर्छ। अनि मत्ती 5 को 16 पदसँग मैले अर्को सन्दर्भ, अर्को व्यक्तित्व, बाइबलको एउटा विशेष व्यक्तित्व जोड्न चाहेको चाहिँ के भन्दाखेरि, तपाईँ र मलाई जब हामी विश्वासी जीवन जिउँछौँ, धेरै कुराहरू हामीले हाम्रो जीवनमा देखिनुपर्छ। अनि आज बिहान मात्रै यो निजगढमा चाहिँ अब निखिल उप्रेती भन्ने हिरो चाहिँ यहाँ निजगढमा आउनु भएको छ। यहाँ विभिन्न प्रशिक्षणहरू उहाँहरूको चलिरहेको छ र त्यहाँ सुसमाचार सुनाउने मौका पनि प्रभुले दिनुभयो। उहाँले एउटा शब्द बोल्नुभयो, निखिल उप्रेती हिरो, नेपालको तारा भनेर चिन्छौँ, तर उहाँले एउटा भन्नुभयो, धर्म मात्र मानेर भएन, देखाउन सक्नु पर्यो भन्ने कुराहरू छ। अनि उहाँले चाहिँ क्रिस्चियनहरूको जीवनमा चाहिँ के चाहिँ देख्नु भएन, त्यो चाहिँ उहाँले सोच्ने विषय हो। तर मेरो जीवन, हाम्रो जीवन, हामी जतिजना छौँ, हामी सबैको जीवनमा परिवर्तन चाहिँ अवश्य नै भएको छ। जाँडको घ्याम्पमा डुबेर बस्ने मान्छे मै हो। त्यही सिसागानी रोसी गाउँपालिका 5 वार्ड नम्बर 5 मा पलेटी कसेर बाल्टिन जाँड लडाउने मान्छे म नै हो। तर आज 24 वर्षदेखि परमेश्वरको सेवाकाईमा अनावरत रूपमा खट्दै जाँदाखेरि आज विशेष ठाउँहरूमा परमेश्वरले मलाई राख्नु भएको छ र म धेरै प्रभुलाई धन्यवाद दिन्छु। यहाँ लेखेको छ, यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गर। आमेन। यसमा हामीले के कुरा पाउँछौँ भने, यसरी तिमीहरूको ज्योति चाहिँ मानिसहरूको बिचमा चम्कोस्, तिमीहरूको ज्योति मानिसहरूको बिचमा चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन्, असल कुरा देखुन्। आजकै दिन, आज बिहानी निखिल उप्रेतीलाई सुसमाचार सुनाउँदै गर्दा केन्द्रीय अध्यक्षज्यू अनोक तामाङज्यू र हामीले बिचमा बसेर सुसमाचार सुनाउँदै गर्दाखेरि ती दारी पालेको, यति लामो दारी पालेर चाहिँ बाबाजी बनिसकेको हाम्रो निखिल उप्रेती भाइलाई सुसमाचार सुनाउँदै गर्दाखेरि उहाँले धर्म मात्र फेरेर भएन दाइहरू, जीवनमा देख्नु पर्यो भने थाहा छैन उहाँको जीवनमा के छ, हाम्रो जीवनमा के देख्नु भएको छ। यो चाहिँ अब समाजले नै मूल्याङ्कन गर्ने कुरा हो। क्रिस्चियन जीवन अरूले देख्दाखेरि चाहिँ कस्तो देखिरहेको छ। अनि आज तपाईँ र मेरो निम्ति के चुनौती छ भने, प्रभुको जनहरू होइन, सबैजनालाई आज हाम्रो जीवनमा चाहिँ अरूले देख्नुपर्ने कुरा मात्रै नभएर आफूले पनि देख्नुपर्ने कुरा छ। मैले अलिकति हजुरहरूलाई अर्को एउटा व्यक्तित्व बाइबलभित्रको हाम्रो निम्ति एकदमै हिरो, संसारका हिरोहरूले विभिन्न कुरा हेर्न खोजिरहेछन्, संसारका हिरोहरूले विभिन्न कुरा जाँच्न खोजिरहेछन्। हामी क्रिस्चियनको जीवनमा चाहिँ क्रिस्चियन चाहिँ देख्नुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले भन्दै गर्नुहुँदा म तपाईँलाई अय्युबको जीवनसँग जोड्न चाहे। अय्युबको पुस्तक 29 अध्यायमा आउनुहोस्। तपाईँ सबैजना बाइबल छ तपाईँसँग? अय्युबको पुस्तक 29 अध्यायमा आउनुहोस्। अघिको मत्ती 5 अध्यायको 16 पदलाई हामीले यहाँ जोडेर चाहिँ के अय्युबको जीवनमा आफैले देख्न पाए भन्ने कुरा चाहिँ आज हाम्रो निम्ति चुनौती छ। हुनसक्छ हाम्रो साथीभाइहरूले, हाम्रा मानिसहरूले, हाम्रा र्याङ्क साथीहरूले, गौतरे साथीहरूले हाम्रो जीवनमा धेरै कुराहरू देखिन सक्छ। धेरै कुराहरू सँगै खेलेको साथीहरूले, हामी विश्वासी भएको कारणले गर्दा हाम्रो जीवनमा धेरै कुराहरू देख्न सकेको हुनसक्छ। के तपाईँ र मैले हाम्रो परिवर्तित जीवन, हामीले जिइरहेको जीवनहरू चाहिँ कसरी हामी आफैले देखिरहेका छौँ, त्यो कुरा चाहिँ हाम्रो निम्ति विशेष कुरा हुन्छ। हुन त एउटा मान्छेको जीवनी चाहिँ अर्को व्यक्तिले लेखिन्छ, अर्को व्यक्तिले त्यो जीवनी लेख्दाखेरि उसको निम्ति धेरै कुराहरू लेखिन सक्छ, तर जीवनी आफैले देख्नुपर्ने कुरा चाहिँ के छ। अय्युबको पुस्तक 29 अध्यायको 4 पददेखि म अगाडि लान चाहन्छु यहाँहरूलाई।
अयुबले आफैलाई परिवर्तन भएको देखिन्छ। तपाईँ र मैले हाम्रो जीवनमा मैले 24 वर्षको भित्रको यात्रा मैले हेर्दाखेरि मेरो जीवनमा के कुराहरू परिवर्तन भयो। म कस्तो मानिस थिएँ, विश्वासी भइकन पनि कति दिनसम्म म कसरी जिइरहेको थिएँ र आजको यात्रा मेरो कस्तो छ, कस्तो व्यक्तिहरूसँग म सङ्गति गर्छु र कसरी मैले लिड गर्दै गरेको, मैले डोर्याउँदै गरेको व्यक्तिहरू चाहिँ कस्तो भइरहेछ भन्ने कुरामा मैले पनि सोच्नुपर्ने जरुरी हुन्छ हामी सबैजनाले। यहाँ अयुबले के कुरो देखिरहेको छ भने 4 पददेखि हेरौँ। अयुब 29 अध्यायको 4 पददेखि हामी यहाँ हेर्दछौँ, मेरो उत्तम समयका दिनहरू जब परमेश्वरको नजिकको सम्बन्धले मेरो घरलाई आशिष दिन्थ्यो। यहाँनिर के छ भने मेरो उत्तम समय भन्ने शब्द आएको छ। मेरो उत्तम समयका दिनहरू जब परमेश्वरको नजिकको सम्बन्धले मेरो घरलाई आशिष दिन्थ्यो। अनि त्यो आशिष दिइरहेको समय कस्तो थियो त? आफैलाई यहाँनिर हेरिरहेको अवस्था, जब सर्वशक्तिमान अझै मेरो साथमा हुनुहुन्थ्यो अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खडा भइरहन्थे। पारिवारिक अवस्था पनि अयुबले यहाँ बताउँदै गरेको अवस्था छ। जब मेरो बाटोमा 6 पदमा हेर्नुहोस्, जब मेरो बाटोमा दुध बहन्थ्यो र चट्टानहरूबाट जैतुनको तेल बहन्थ्यो भनेपछि उसको जीवनलाई उसैले हेरिरहेको अवस्था छ। अयुबको जीवनलाई अरू कसैले भन्दा पनि अरू साथीहरू पनि छ हैन, बिल्लासोई, एलिबाज, तेमानी अनि विभिन्न साथीहरू छन् उसको, तर उनीहरूले हेर्दै गरेको छ अयुब दुःखमा परेको छ। अयुबको त्यो पहिला बिताइएको जीवनहरू उठे सम्झेर यहाँनिर आफैलाई मूल्याङ्कन गरिरहेको अवस्था छ। अब यहाँ के भन्छ, मेरो उत्तम दिनहरू भनेको चाहिँ मेरो उत्तम दिन कस्तो थियो त भन्दा यहाँ तल तबसीलमा लेखिएको वचनहरू हामी जब हेर्छौँ अनि यहाँनिर पाउँछ, अनि जब मेरो बाटोमा दुध बहन्थ्यो र चट्टानहरूबाट जैतुनको तेल बग्थ्यो, चोकमा बस्नलाई जब म सहरको मूल ढोका भएर जान्थे, जवान मानिसहरू मलाई देखेर बाटो छोडिदिन्थे र वृद्ध मानिसहरू खडा हुन्थे। अयुबले आफैलाई फर्केर हेरेको, आफ्नो जीवनलाई फर्केर हेरेको, म कस्तो अवस्थामा म अगाडि बढिरहेको थियो त भन्दाखेरि जवान मानिसहरूले यो बाटोबाट अयुब जाँदैछन् भनेपछि बाटो छोडिदिन्थे। आज हाम्रो जीवन, कति क्रिस्चियनहरूको जीवन, विश्वासीहरूको जीवन जीवाइले गर्दाखेरिमा जवानहरूले बाटो छोड्ने होइन, जवानहरूले बाटो ढोकेर ढुङ्गाले हान्ने पनि क्रिस्चियनहरू छन्। क्रिस्चियन भएपछि त्यो हुनु नहुने थियो, तर जीवन जीवाइको कमजोरीले गर्दा जवानहरूले बाटो छोड्ने होइन, जवानहरूले बाटो ढुकेर कुटेका पनि छन् भन्ने सुनेको छु। त्यस कारणले गर्दा यहाँनिर अनि वृद्ध मानिसहरू, याद गर्नु होला, वृद्ध मानिसहरू खडा हुन्थे। अयुबको सम्मानको निम्ति मानिसहरू खडा हुन्थे, अयुबलाई बाटो छोडिदिन्थे। अयुब हिँड्ने ठाउँमा दुध बहन्थ्यो, अयुब जैतुनको तेल बग्ने ठाउँबाट हिँड्ने मानिस हो। उसको जीवन कस्तो छ? साह्रो मनपर्छ बाइबलभित्र मलाई येशू प्रभु मनपर्छ। येशू प्रभुको जीवन बिना त म पक्कै पनि मेरो जीवन बनाउनै सक्दैन। अनि अर्को कुरा अयुबलाई मनपर्छ, अर्को कुरा वेदी प्रेमी अब्राहमलाई साह्रो मनपर्छ, किनभने जहाँ पुगे पनि अब्राहम चाहिँ वेदी बनाउने मान्छे, अयुब चाहिँ आफ्नो जीवन सतर्क भएर हिँड्ने मान्छे। भले ही दुःख पायो होइन, विभिन्न किसिमले दुःख पायो, तर पनि अयुब चाहिँ जहिले पनि अगाडि बढ्ने मान्छे। 9 पदमा तपाईँ हेर्न सक्नुहुन्छ। 9 पदमा अयुबले फेरि पनि अर्को कुरा के ल्याएको छ भने अधिकारी वर्गको मुखै बन्द हुन्थ्यो। तपाईँ र मैले बोल्दाखेरि अधिकारी वर्गहरू चुप्लाएर बस्न सक्छ कि हामी माथि नै झम्टिन सक्छ। सुसमाचारको धेरै तरिकाहरू छ। जब हामी सुसमाचार सुनाउँछौँ हामीलाई किन आक्रमण गरिन्छ भन्दा हाम्रो मुखको बोलीहरू, हामीले बोल्दै गरेको कुराहरू ठिक छ कि छैन, हामीले कुन सन्दर्भमा बोल्दैछौँ, यस्तो कुराहरू हामीले ख्याल गरेनौँ भने मानिसले धेरै विरोधहरू गर्न सक्छ। त्यसकारण यहाँ भनेको छ अधिकारी वर्गहरू, उच्च ओहदामा रहने व्यक्तिहरूको मुखै बन्द हुन्थ्यो र आफ्नो मुख हातले छोप्थे। अयुबको विरुद्धमा नबोलाउँ भनेर मानिसहरू मुखै छोप्ने सम्मानको जीवन अयुबको थियो। त्यसकारण अयुबले आफ्नो बारेमा भन्दै गर्दा के आज तपाईँ र म हाम्रो बारेमा भन्न सक्छ, म यस्तो मान्छे थियो, आज म यस्तो छु, म यसरी हिँडिरहेको छु, मेरो क्रिस्चियन जीवन यसरी, मेरो जीवाइहरू यस्तो भइरहेको छ भन्ने कुराहरू। अनि त्यसकारण प्रभु येशूले भन्नुभयो तिमीहरूको जीवन चाहिँ स्वर्गका परमेश्वरको महिमा हुने किसिमको जीवन होस्, अरूहरूले देखेर परमेश्वरको महिमा गरून् भन्ने कुरा चाहिँ हामीले यहाँनिर पाउँछौँ।
अनि अर्को कुरा 10 पदमा हेर्नुहोस्, भारदारहरूको बोली नै बन्द हुन्थ्यो, तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो, मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे। प्रियजनहरू सबैजनालाई, हामी विभिन्न ठाउँबाट विभिन्न देशबाट एक ठाउँमा छौँ। तपाईँ जहाँ जिउनुहुन्छ, जहाँ बस्नुहुन्छ, विभिन्न काम गर्नुहुन्छ, विभिन्न ठाउँमा तपाईँ कतिजना राजनीतिमा हुनुहुन्छ होला, कतिजना सेवकाईमा हुनुहुन्छ होला, कतिजना पास्टरीय सेवकाईमा हुनुहुन्छ, कतिजना अगुवा हुनुहुन्छ। तपाईँ र मेरो निम्ति विशेष कुराहरू छन्। जुनैसुकै ओहदामा बस्नुहोस्, जुनैसुकै पदमा बस्नुहोस्, तर तपाईँको जीवनमा मानिसहरूले गुणगान गर्ने किसिमको फलना साइली दिदी जस्तो हुनुपर्छ, फलना माइली दिदी जस्तो हुनुपर्छ, फलना भाइ जस्तो, फलना दाई जस्तो हुनुपर्छ, क्रिस्चियन जीवन भनेको त्यस्तो हो भनेर चाहिँ तपाईँ र मलाई अरूहरूले भनेको हुनुपर्छ। त्यसको निम्ति अयुबले भन्छ, मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे। अर्को पनि छ यहाँ, र मलाई देख्नेहरू मेरै योग्यताको साक्षी दिन्थे। तपाईँ र मेरो योग्यताको साक्षी दिने मानिसहरू हुनुपर्छ। तपाईँ र मेरो योग्यता के हो? क्रिस्चियन जीवनको योग्यता के हो? जसमा विश्वासी हुनु त फलना जस्तो, अगुवा हुनु त फलना जस्तो, जवान संगतिको लिडर हुनु त फलना जस्तो, बाल संगतिको लिडर हुनु त फलना जस्तो। अनि तपाईँ हामीले ती कुराहरूलाई ख्याल गर्नुपर्छ। किनभने सहायताको लागि 11 म 12 पदमा पुग्दैछु। किनभने सहायताको लागि पुकार गर्दा गरिब मानिसहरूलाई र रक्षाहीन पितृहीनहरूलाई मैले बचाए। अयुबले आफैलाई, तपाईले यहाँ 2-3वटा शब्दहरूलाई हेर्न सक्नुहुन्छ। गरिब मानिसहरूलाई ख्याल गर्ने मान्छे अयुब। रक्षाहीन भनेको सुरक्षा नहुने मानिसहरूलाई सुरक्षा दिने, जसलाई पितृहीन भनिन्छ, जो चाहिँ अहिलेको भाषामा अनाथ बच्चाहरू भनिन्छ। पितृहीन मातृहीन व्यक्तिहरूलाई अयुबले बचाउँछ। अनि आफ्नो जीवनलाई सार्थक, परमेश्वरको सेवकाईमा सार्थक कसरी बनाए भने यस्ता व्यक्तिहरूलाई ख्याल गर्ने मान्छेको रूपमा हामी हेर्न सक्छौँ। त्यसकारण प्रभुको जनहरू, सम्पूर्ण तामाङ भाषी समुदायलाई म विशेष अनुरोध गर्न चाहन्छु। हामी गर्व गर्छौँ, हामी तामाङ समुदायहरू विश्वासमा अगाडि बढ्नुपर्छ। जब म यहाँ सेवकाईमा आएँ, अनि एउटा गाउँ रामनगर भन्ने, बारा जिल्लामै रामनगर भन्ने गाउँमा चाहिँ तामाङ टोलहरू छ, र त्यहाँ सुसमाचार सुनाउनको निम्ति केही क्षेत्री नि हाम्रो दिदीहरू चाहिँ त्यहाँ सुसमाचार निम्ति लिएर जाँदै गर्दा त्यो गाउँमा तामाङहरूले चाहिँ यो गाउँमा हाम्रो धर्म बिगार्न आयो भनेर ढुङ्गाले हानेर उहाँलाई चाहिँ खोला पारीसम्म लखडेर, अनि त्यहाँ खोल्चीदेखि पारीपट्टिसम्म लखड्दै गर्दाखेरि अब आइन्दा दिदी यो खोला कटेर, यो नहर कटेर चाहिँ यता नआउनु होला, तपाईँको यो धर्म लिएर भनेर लखड्ने व्यक्तिहरू जब पछि बिरामी भए, विभिन्न किसिमको रोगले ग्रसित भए, विभिन्न किसिमको भूत आत्माले सताए, त्यसपछि गएर त्यो गाउँबाट एकजना बुढी आमा प्रभुमा आउनुभयो। कहीँ त्यहाँको तामाङहरू जसले ढुङ्गाले हानेको थिए, ती व्यक्तिहरूले एउटा सल्लाह गर्नुभएको छ। यो रोगले ग्रसित हुनुभन्दा, यो समस्यामा पर्नुभन्दा आखिर यतापट्टि पनि लामाले नै मर्दाखेरि लाने हो, अब त्यता पनि अब तामाङ नै रहेछ त हाम्रो त्यहाँको, त्यताको त्यो बाइबल बोक्ने मान्छे, बाइबल बोक्ने लामाले हामीलाई मर्दाखेरि लान्छ भने त भइदिएको। लास्टमा त्यहाँ पुगेर चाहिँ उहाँहरूले एउटा जातीय प्रभाव भनौँ, भाषीय प्रभाव भनौँ, एउटा प्रभाव पर्यो त्यहाँ। अनि त्यसपछि त्यो गाउँमा मण्डली भएर अहिले हाम्रो त्यहाँको पास्टर मानबहादुर पाखरिनज्यू हुनुहुन्छ, अनि जुन चाहिँ धेरै नै जाँड खाएर चाहिँ एकदमै जिन्दगी बर्बाद भएको व्यक्ति प्रभुमा आउनुभयो, परिवर्तन हुनु। मानिसलाई अरू परिवर्तन हुने किसिमले हामीले जिउन सक्नुपर्छ। त्यसकारण अयुबले भन्दछ, अनि मैले रक्षाहीन मातृहीन पितृहीन व्यक्तिहरूलाई मैले बचाएँ। हामीले अरूलाई
त अरूको जीवन परिवर्तन हेर्दै गर्दा हाम्रो जीवन पनि निहालेर हेर्नुपर्ने कुराहरू हामीले यहाँ हेर्न सक्छौँ। 13 पदमा हामीले हेर्नेछौँ। आज मैले कोही एउटा बाइबलको एउटा व्यक्तित्वको बारेमा चर्चा गर्दै गर्दाखेरि तपाईँ र मलाई यो वचनले आशिष दिन पर्दछ। मर्न लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो। अयुबले आफैलाई उपचार गर्दै गरेको मानिसहरूसँग भेटघाट गर्दै गरेको अवस्थामा पाउँछ। आफैलाई मर्न लागेको एकदमै आखिरी सासमा पुगेको मानिसहरूले मलाई आशीर्वाद दिन्थ्यो भनेपछि अयुब कस्तो किसिमको सेवकाई गर्ने मानिस हो? अयुब कस्तो खालको विश्वासी हो? मर्न लागेको मानिसले आशीर्वाद दिनुपर्छ। कस्तो जीवन जिउने मानिस हो? मलाई अचम्म लाग्छ हामी कस्तो जिइरहेका छौँ कि हामी त कहिले कहिले त मलाई लाग्छ प्रभु म त ठगा चाहिँ ठगिएको छु, मैले ठिक किसिमको सेवकाई गरेको छैन कि के हो भने जस्तो लाग्छ कहिले कहिले। तर पनि प्रभु अब जस्तो भएको छ प्रभु म त पोजिटिभ उसमा सोच्छु, मलाई जस्तो किसिमको जिम्मा दिनुभएको छ म त्यो काम गर्दैछु प्रभु। अब कहिले कहिले म आफैलाई चाहिँ अब ठगा जस्तो ठगिएको हो कि भन्ने कुरा पनि मैले सोच्छु। तर जे होस् परमेश्वरले मलाई जे गर्न दिनुभएको छ प्रभुको महिमा होस् भनेर आफूलाई सन्तुष्टि महसुस गर्छु। र मैले विधवाको मन आनन्दले गाउने पारिदिन्थे। यो शब्द हेर्नुहोस्, विधवाको घर लुट्ने ठाउँ हो यो संसार, टुहुराहरूलाई अथवा अनाथ बच्चाहरूलाई हेप्ने ठाउँ। तर अयुबले आफैलाई विधवालाई नाच्ने बनाउने, विधवालाई गाउने बनाउन सक्नु, विधवा व्यक्तिहरूलाई हाँसेर हिँड्ने बनाउन सक्नु। तपाईँ हामी कतिजना लिडर पनि छौँ, विभिन्न तहको लिडर हुन सक्छ, अगुवा मण्डलीको अगुवा हुन सक्छ, मण्डलीको बाल सङ्गतिको लिडर हुन सक्छ, जवान सङ्गति चलाउने व्यक्ति हुन सक्छ, हामी पास्टर अगुवाहरू हुन्छौँ, देशमा अरू पनि नेतृत्व गर्ने हाम्रो नेता पनि हुन सक्छौँ। तर पनि हामीले यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ के भने मानिसलाई कुन किसिमले हामी सेवाकाई गर्छौँ, कस्तो किसिमको हाम्रो सेवाहरू छन्, त्यसमा चाहिँ विशेष कुरा ख्याल गर्नुपर्ने कुरा हामीले देख्न सक्छौँ। अनि यो अयुबको जीवनीले त हामीलाई यस्तो प्रभाव पारिरहेको छ, हाम्रो जीवन परिवर्तन कस्तो छ भनेर आफैलाई एकचोटि फर्केर निहाल्नको निम्ति हामीलाई अयुबको जीवनले चुनौती दिइरहेछ भने हाम्रो जीवनबाट कोही कसैले चुनौती दिएको छ? हाम्रो जीवनबाट, हाम्रो मण्डलीबाट, हाम्रो सङ्गतिबाट कोही कसैले चुनौती दिइरहेको छ? यो चाहिँ हाम्रो निम्ति प्रश्नका कुराहरू हुन्छ। हो, निश्चय नै हामीले बाइबल बोकेको छौँ, निश्चय नै हामीले त्यो झन्डीहरू फ्याँकेको छौँ, के फ्याँकेको छौँ, लुतो फ्यालेको छौँ, सबै कुरा फ्यालेको छौँ। साँच्चै नै हाम्रो जीवनबाट कोही मानिसहरू प्रभावित भएको छ, कोही मानिसहरूलाई आशिष पुगेको छ, स्वर्गमा बस्नुहुने परमेश्वरको महिमा हुने किसिमले मत्ती 5को 16 अनुसार अघि हामीले सुरु गरेको पद अनुसार हाम्रो जीवन चाहिँ कस्तो छ? अनि आजको चाहिँ विशेष कुरा चाहिँ हाम्रो आजको हामीले बुझ्नुपर्ने कुरा चाहिँ यी कुराहरू। त्यस कारणले गर्दा यदि तपाईँ र म लिडरसिप गर्दैछौँ भने हामीलाई लिडरसिपमा 3वटा कुराको खाँचो पर्दछ। तपाईँ साधारण विश्वासी हुनुहुन्छ भने आफूलाई डोर्याउनुहोस्, आफूलाई राम्रो तरिकाले ख्रिस्टमा डोर्याउनुहोस्, अनि तपाईँलाई अरू लिडरहरूले पनि डोर्याउनुहुन्छ। तर यदि तपाईँ लिडर हुनुहुन्छ भने तपाईँले 2टा काम गर्नुपर्ने हुन्छ। एउटा आफैलाई डोर्याउनु पर्यो, अनि दोस्रो कुरा चाहिँ अरूलाई डोर्याउनु पर्यो। 2टा काम दिएको कारणले गर्दाखेरि हामी लिडर बन्छौँ। म आफूलाई पनि डोर्याउन सक्नु पर्यो र मैले अरूलाई पनि डोर्याउन सक्नु, त्यसकारण म लिडर हुँ। तर म साधारण विश्वासी मात्र भएर बस्छु भने मैले आफूलाई कसरी परमेश्वरमा लाने हो, म र परमेश्वरको बीचको सम्बन्ध कस्तो हुनुपर्छ, ती कुराहरूमा केन्द्रित भएर हामी अगाडि बढ्न सक्छौँ। त्यसकारणले लिडरमा चाहिँ 3वटा कुरा चाहिन्छ। प्रेरित 6को 3 पद हामी छिट्टो गरेर पढ्नेछौँ। प्रेरित 6को 3 पद हामी यदि कोही अगुवा हुनुहुन्छ, हामी पास्टरज्यूहरू हुनुहुन्छ, हामी सबैको निम्ति, म लगायत हामी सबैको निम्ति चाहिँ प्रेरित 6को 3 पदले भन्दछ यो अयुबको जीवनमा थियो, यो कुराहरू अयुबको जीवनमा यी कुराहरू थियो। नभए अयुबले यसरी आफ्नो जीवनको गवाही कसरी यहाँनिर 29 अध्यायमा आइपुग्दाखेरि चाहिँ हामी कसरी चाहिँ उहाँले अयुबले प्रस्तुत गर्न सक्नुभयो भन्ने कुरालाई तपाईँ हामीले हेर्न सक्छौँ। 6को 3 पदमा यसरी लेखेको छ, किनभने मेरो मात्रै माइक अनम्युट भएको कारणले गर्दा म आफै पढ्नेछु। यहाँ यसरी लेखेको छ, यसकारण भाइ हो तिमीहरूबाट पवित्र आत्मा र
बुद्धिले भरिएका र सबैको आदर पाएका 7 जना मानिस छन् जसलाई हामी यस काममा नियुक्ति गरौँ। लिडरको निम्ति 3वटा महत्त्वपूर्ण कुराहरू आज म बताउन चाहन्छु। भविष्यमा हुन आउने भाइहरू जतिजना हुनुहुन्छ, तपाईँहरू लिडर बन्न चाहनुहुन्छ, 3टा कुराको एकदमै महत्त्वपूर्ण कुराहरू हुन सक्छन् जो अय्युबको जीवनमा थियो। त्यो चाहिँ के हुन् भन्दा आत्माले भरिएका हुनुपर्छ भनेको परमेश्वरसँग ठिक किसिमको सम्बन्ध भएको मानिस हुनुपर्छ लिडरमा। कैयन चर्चहरूको समस्या यो लिडरमा यो 3टा कुराको कमीले गर्दाखेरि समस्या भएको छ। परमेश्वरसँग सम्बन्धको कमजोरी भयो भने मण्डलीमा समस्याहरू आउन सक्छन्। र अर्को कुरा चाहिँ बुद्धिले भरिएका, दोस्रो नम्बरमा यदि नोट गर्दै हुनुहुन्छ, दोस्रो नम्बर बुद्धिले भरिएका हुनु पर्यो। बुद्धिले भरिएका, बुद्धि आउने मान्छे अगुवा हुन सक्दैन। लिडर त बुद्धिमानी हुनु पर्यो। कसरी डोर्याउनु भने लिडर जहिले पनि 10 मिटर अगाडि सोच्ने काम गर्दछ। लिडरहरू चाहिँ बुद्धिमानी हुनुपर्छ। यसको निम्ति कतिजना BTS पढ्नुहुन्छ, कतिजना हैन विभिन्न लिडरशिपको तालिमहरू लिनुहुन्छ, विभिन्न किसिम तपाईँ अगाडि बढ्नुहुन्छ। यसको निम्ति चाहिने कुरा चाहिँ के हो? बुद्धिले भरेको। पहिलो नम्बर परमेश्वरसँगको आत्माले भरिएको मानिस, दोस्रो नम्बरमा बुद्धिले भरिएको मानिस, र तेस्रो नम्बरमा छ सबैको आदर पाएका मानिस हुनुपर्छ। सबैको आदर पाएको मानिस हुनुपर्छ। सबैको आदर नपाउने मानिसले चाहिँ भविष्यमा अय्युबले जसरी विधवालाई हँसाउन सक्नु, एकल महिलाहरूलाई चाहिँ गीत गाउने बनाउन सक्नु, अनाथ बालबालिकाहरूलाई चाहिँ संरक्षण गर्न सक्नु, अनि मानिसहरूलाई आफू हिँड्दाखेरि बाटो नै छोड्ने सम्मको एउटा त्यो सानमा हिँड्न सक्ने विश्वासी जीवन जिउनको निम्ति आत्माले भरिनु, बुद्धिले भरिनु र सबैको आदर पाएका हुनुपर्छ। मण्डलीमा 5 जनाले त सपोर्ट गर्दैन अनि हामी चाहिँ अगुवा बन्न खोज्छौँ कि मलाई पनि अगुवा बनाउनु पाए हुन्थ्यो, बन्नु पाए हुन्थ्यो, तर पछाडि चाहिँ जनता एकजना पनि हुँदैन तर नेता बन्न खोज्छ। यो गलत कुरा हो। तर तपाईँलाई सबैले आदर गरेको हुनुपर्छ। सबैको बीचमा आदर पाएको व्यक्ति हुनुपर्छ। यो 3टा गुण भएको व्यक्ति त लिडर हुन्छ। अनि त्यो 3टा कुरा चाहिँ हामीले अय्युबको जीवनमा पाउँछौँ। अनि यहाँनिर अर्को कुरा चाहिँ के छ 14 पदमा, अब सिद्धिन लाग्यो। धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै लगाएँ, इन्साफलाई मैले मेरो पोसाक र फेटा चाहिँ लगाएँ, अन्धको लागि म आँखा भएँ र लङ्गडाको निम्ति खुट्टा, दरिद्रको लागि म बाबु झैँ भएँ र विदेशीको पक्षमा म मुद्दामा खडा हुन्थेँ। अधर्मीको शक्तिलाई मैले नाश गरेँ र त्यसको मुखबाट मैले शिकार खोसेँ भनेर लेखेको छ। यो चाहिँ 16 पदमा पुग्दाखेरि हामीले 17 पदसम्म हामीले 4 देखि 17 सम्म हेर्दै गर्दा अनि प्रभु येशूले चाहनु भएको मत्ती 5 को अघिको हाम्रो 16 पद हामीले हेर्दै गर्दा अनि अय्युबको जीवनमा प्रेरितको पुस्तक 6 को 3 अनुसार भएको ती बुद्धिहरूको सबै कुरा हेर्दाखेरि मानिसहरूबाट आदर नपाएको व्यक्तिलाई आउने बेलामा बाटो छोडिँदैन, अधिकारी वर्गहरूको मुख बन्द हुँदैन। आज हाम्रो क्रिस्चियन नेताहरू जब बोल्नुहुन्छ मानिसहरूले त्यहाँ कुरा काटिरहेको हुन्छ। किन भन्दाखेरि त्यस्तो खालको बोलीको दम, त्यस्तो खालको बोलीमा त्यो शक्ति, त्यस्तो खालको चाहिँ एनालाइसिस अथवा त्यसो अनुसन्धान गरिएको कुराहरू बोल्न नसकेको त्यो भाषणमा दम भएन भने वचन पनि त्यही हो। वचन पनि प्रभावकारी वचन प्रचार र अब त्यो छुट्टै किसिमको हुन्छ। प्रभावकारी वचन प्रचार भनेको चाहिँ जहिले पनि मानिसभित्र चाहिँ असर गर्ने किसिमको हुन्छ। अनि त्यो चाहिँ अय्युबको जीवनमा यी कुराहरू हामीले पाउँछौँ। त्यस कारणले परमेश्वरलाई धन्यवाद भएको होस्। आजको यो समयमा तपाईँ र मलाई फेरि पनि एकचोटि अरूको जीवन त हेऱ्यौँ प्रभु, मेरो जीवन जहिलेदेखि मैले प्रभु येशू तपाईँलाई ग्रहण गरेँ, जहिलेदेखि यो जीवन तपाईँलाई दिएँ, मेरो जीवन पनि फर्केर हेर्नको निम्ति मलाई यो अवसर दिनुभयो भनेर जब म यो पढ्छु मेरो एकदमै मन पर्ने खण्डहरूमा पर्छ यो। अनि तपाईँले उत्पत्तिको 26 तिर हेर्नुभयो भने गरारको बेसी भन्ने ठाउँ छ, त्यहाँ पढ्न सक्नुहुन्छ। जति दुश्मनले, जति विरोधीहरूले इनार पुरे तापनि इनार खन्न कहिले पनि नछोड्ने यस्ता व्यक्तिहरू तपाईँले बाइबलमा पाउनुहुन्छ। एक ठाउँमा अर्काले पुर्यो भने अर्को ठाउँमा खन्न सुरु गर्ने। यदि यो पनि एउटा मौका आयो भने म तपाईँ सबैको निम्ति ल्याउन सक्छु। तर विशेष गरी आजको यो वचन चाहिँ के भने एकचोटि हाम्रो क्रिस्चियन जीवनलाई फर्केर हेरौँ। एकचोटि तपाईँ र मेरो जीवन जिवाए। अब कति वर्ष लामो जीवन पनि हुनसक्छ तपाईँ र मेरो, धेरै वर्ष, अब कोही 5-7 वर्ष, कोही 2-4 महिनादेखि सङ्गतिमा हुनुहुन्छ होला, कोही 5-7 वर्ष, 10 वर्ष, 12 वर्ष, 15 वर्ष, जस्तो म 24 वर्षको विश्वासी हुँ। अनि त्यस कारणले गर्दाखेरि तपाईँ र मलाई परमेश्वरले
भन्नुभएको कुरा चाहिँ के भने परमेश्वरलाई महिमा हुने किसिमको जीवन जिउनु नै हाम्रो निम्ति विशेष कुरा हो। त्यसै गरी फेरि पनि म लास्टमा यो 5 को 16 पद फेरि पनि पढ्न चाहन्छु। समग्र रूपमा चाहे अयुबलाई होस्, चाहे अब्राहमलाई होस्, चाहे नोआलाई होस्, चाहे दाउदलाई होस्, चाहे हामी सबैको लागि होस्, येशू प्रभुले बोल्नु भएको यो 16 पद विशेषै हो। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्। अयुबको जीवनको ज्योति ती भारदारहरूको सामुन्ने, ती अधिकारी वर्गहरूको सामुन्ने, ती जवानहरू, ती वृद्धहरूको बीचमा, ती अनाथ एकल महिलाहरूको बीचमा, ती मर्न लागेको व्यक्तिहरूको बीचमा अयुबले आफ्नो जीवनको ज्योति चम्काएको कारणले गर्दा यहाँनिर यो पदले अयुबलाई राम्रो किसिमले प्रभु येशूको मुखबाट निस्केको यो वचनले अयुबको त्यो जीवनलाई चाहिँ सम्मान पुर्याएको कुरा तपाईलाई मैले हेर्न सक्छौं। यसरी नै तिमीहरूको ज्योति मानिसहरूको बीचमा चम्कोस् र तिनीहरूले तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। ती मर्न लागेको मानिसहरू, ती विधवाहरू, ती एकल महिलाहरू, ती बच्चाहरू, ती अनाथ बच्चाहरूले स्वर्गका परमेश्वरको महिमा अयुबको जीवन देखेर गरेको कुरा चाहिँ आज हामीले पाउँछौँ। र तपाईँ र मेरो जीवन देखेर मानिसहरूले स्वर्गका परमेश्वरको महिमा गर्नुपर्छ। हामीले त गर्छौँ, शनिबार संगति हुन्छ, अघि भर्खर पनि हामी स्तुति प्रशंसा गर्यौं, परमेश्वरलाई महिमा दियौं, तर हामीलाई देख्ने मानिसहरूबाट चाहिँ उनीहरूले पनि हाम्रो परमेश्वरलाई महिमा गरून् भन्दै यो सन्देशलाई म यही राख्न चाहन्छु। परमेश्वरको महिमा भएको होस्। छोटो हामी प्रार्थना गरौँ अनि हजुरहरू जतिजना यहाँ उपस्थित हुनुहुन्छ सबैजनालाई मलाई धेरै समय पछाडि यो मौका, हुन त पहिलोचोटि पनि हो, म पनि अलि व्यस्त भएको कारणले गर्दा यति धेरै रिक्वेस्टहरू आउँछ जुममा, तर पनि मैले आज यहाँहरूको बिचमा यो राख्न मौका पाएँ। म लगायत हामी सबैजना साझा आशिषित भएको छ। हामी प्रार्थना गर्नेछौँ। धन्यवाद परमेश्वर पिता, चोदी बेली राउँदा धन्यवाद मलाई विशेष लसी तामाङ संगतिरी तिनीले गुनु जतिजना अंगानी गते रंसी दोन्स्यु बचु तामाङ भाषरी गाई बचन पाङ आहाम छैन चुदी बेली जतिजना सिजु बचन सन्जी सिउजी जम्माल जीवनडी रंगला आशीर्वाद रंगला मलम यांगाई अनि ngala जीवनडी जो 24 वर्षला विश्वासी जीवनडी जुन परिवर्तन पिन्जी चुक जीवन परिवर्तन लागिरी रंगसे पिन्स्यु बचु वचन गतेरी यखरी खण्ड छु अयुब 29 अध्याय हिन्न अनि थेदाबसी लामा रंगसे जम्मन तामाङ भाषी जुजाले नानाङ दुगु जति जना छु इन्टरनेट ल माध्यम यमसे जो जुम संगति छु मला जम्मा रंगसे मलम पिन्स्युको रंगला जीवन दा परमेश्वर दा मन प्रतिभा परमेश्वर दा महिमा पिनहाम रंगबा जीवन जीवन सोसिमान अगाडि बढाउन लागि गनी सम्मादन आशीर्वाद पनि प्रार्थना तामाङ जुम संगति जति जना दिनी yang रूपता मला कति जना जुक दोगा आहामजी जम्मा त नहुन्छ आशीर्वाद पिन्छु यहाँला तामसालिङ जम्मा छु तामाङ भाषा मोबा विभिन्न देश प्रदेश जम्मारि नला आशीर्वाद थगाई र यहाँला जीवन मिसिमराङमा परमेश्वर दा मन प्रतिभा जीवन मोजिम छु मेला बिसिमान मिकसे गुणगान लगाई परमेश्वरलाई महिमा लगाई बिसिमान छु प्रार्थना रङला मिनि थान मलाई प्रभु येशू रङसे आशीर्वाद पिन्छु येशू प्रभुले मिन्दी आमेन 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 हुन्छ सबैलाई जय मसीह हजुर जय मसीह धन्यवाद यो समय दिनुभएको लागि जय मसीह लासो धन्यवाद yang pasun ni masang dah एकदम परमेश्वर से लाना उपलब्ध छुकै साच्चै चुनौतीपूर्ण छु सबै सन्दर्भ यङला जीवन लागि यङ क्रिस्चियन जीवन खाइरङ सोदर बेबताम ला बारेरी परमेश्वरलाई छोड्नु वचन ज्ञान एकदम जानै बनासी उदाहरण सहित सुङछुजी लाना थुजी जे मलाई परमेश्वर जे मलाई दन छुकै हावा दिन गाडे दिनन चुराङसिन शक्तिशाली परमेश्वरलाई वचन बसी फेपकाल बिसिङ भन्छे आशा लामला धन्यवाद लामन यङला जाति यङला भाषा यङला मिगातेला लागिरी यङला युलबाल लागिरी परमेश्वर द समय पिन्ची यङला युलबाल मिगा सोन लगला धन्यवाद सुदिरी तिनी जेखेल यङला जो तामाङ जुम संगति फेपकाबा जम्मन जोयाले नानांगा त यङ स्वागत नै सुदिरी नै स्वागत त तामली यङला तिनीला पास्टर जुन वचन बाबा यङला जुन बदलन या स्वागत लदी दारेम अर्को छार गरे यङला तिनी बखर सेकेन्ड tu sangade joda to siuba pastor ago